यो हो मेरो गाउँ। कति राम्रो ठाउँ, हरियाली डाँडाले ढाकिएको, स्वच्छ हावा, वारिपरि डाँडा काँडा भने चारैतिर जङ्गलै जङ्गल। दक्षिणतिर अहिले रुखहरूले ढाकिएको छ। हामीले यहाँबाट रुम्जाटारको दृश्य पनि अवलोकन गर्न सक्छौँ। यो रुम्जाटार भने चारैतिर डाँडा काँडाले ढाकिएको मेरो प्यारो ओखलढुङ्गा हजुरहरूले देख्न सक्नुहुन्छ। यो ओखलढुङ्गाको सदरमुकाम हो। ओखलढुङ्गाको सदरमुकाम भने सदरमुकाम वरिपरि रहेको ओखलढुङ्गाको भौगोलिकपन यस्तो छ साथीहरू है। यहाँ गाउँहरू माथि रहेको ओखलढुङ्गामा भ्युटार सहित रहेको छ भने त्यहाँबाट 3 जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ साथीहरू है। भने हजुरहरू आउन सक्नुहुन्छ भने हजुरहरूलाई म घुमिफिरी रुम्जाटार देखाउँछु। ओखलढुङ्गाको त्यो वरिपरि डाँडै काँडा र बिचमा रहेको एउटा समथल भूभाग त्यो रुम्जाटार। हजुरहरूले त्यो रुम्जाटारको पनि हेर्न सक्नुहुन्छ। एकदमै रमाइलो छ, त्यहाँ गएर जान सक्नुहुन्छ। एकदम गुरुङ बस्तीको बहुल्यता रहेको ठाउँ रुम्जाटार। घुमिफिरी रुम्जाटार हजुरहरू आएर घुम्न सक्नुहुनेछ। यस्तै छ ओखलढुङ्गाको परिचय। हजुरहरू आएर घुम्न सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ। र यो हो लगलगे गाउँ बस्ती, मगरहरूको बहुल्यता रहेको गाउँ भने त्यहाँ रहेको छ सल्लेरी। त्यो पनि विशेष क्षेत्री बाहुन र तामाङहरूको बहुल्यता रहेको गाउँ, एकदम ठुलो गाउँ छ भने ओखलढुङ्गा सदरमुकाम। र ओखलढुङ्गा सदरमुकाममा सायद त्यो हाम्रो नेवारहरूको बहुल्यता रहेको छ, बसोबास बढी छ। र यस्तै छ लगलगेको ओखलढुङ्गा जिल्लाको भौगोलिकपन।